केपी ओलीको राजीनामा माग्दै उषा किरणले के भनिन् त? एमालेको बैठकमा भयो हंगामा, केपी ओली विरुद्ध नै नाराबाजी। कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र र वडा अध्यक्ष ताण्डुकारबीच भनाभन। सर्वोच्चमा आगजनी अघि चर्चित मुद्दा कुन अवस्थामा थिए, के हुन्छ अब ती मुद्दाहरूको? बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिन माग। आरम्भ चौतारी लघुवित्त र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता। बंगलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई मृत्युदण्ड दिन माग। एमालेले पनि निर्वाचनको तयारीमा लाग्नुपर्ने कृष्ण भक्त पोखरेलको भनाई। एमालेको बैठकमा युवा नेताहरूको माग। नयाँ नेतृत्व सहित चुनावमा भाग लिएर जाऊ। बारम्बार झुटो बोल्नु पनि हुन सक्छ मानसिक समस्या। जेलेक्सी संघको भेट अघि ट्रम्पले दिए यस्तो संकेत। जेनजीको रोड म्याप अलपत्र बलिदानी खेर जाने त होइन भन्ने चिन्ताले सताउन थाल्यो। सामाओसँग खेल अघि हुन सक्छ नेपाल विजेता, तर त्यो सम्भावना न्यून। धार्मिक र साम्प्रदायिक घटनाले चुनौती थप्यो गृहमन्त्री अर्याल। नेतृत्व भन्दा पनि नेताहरूमा नैतिकताको खडेरी देखिरहेको छु। पर्यटन बसले स्कुटरलाई टक्कर दिँदा एकजनाको मृत्यु। जेनजीको आन्दोलन पछिका चुनौतीहरू सामना गर्न प्रहरीलाई महानिरीक्षक खापुङको निर्देशन। कक्षा 11 को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक। 9000 भन्दा बढीको के आयो त रिजल्ट? 1000 भन्दा बढी विद्यार्थी उत्तीर्ण। तेस्रो दिन पनि एमालेको बैठक जारी। अध्यक्ष ओलीले सदस्यले उठाएका जवाफ हो जिज्ञासाको जवाब दिँदै दुई पटक संसद विघटन गर्ने एमाले पुनर्स्थापनाको माग उठाउँदा घृणा र हाँसोको पात्र हुन्छ अरविन्द्र सिंह। कक्षा 11 को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित। कति भए त उत्तीर्ण? समानुपातिकमा 77 परिवार पहिरोको जोखिममा। पूर्व प्रधान न्यायाधीश वा विज्ञ राखेर संविधानमा के सुधार गर्नुपर्छ भनेर आयोग बनाउनु पर्नेमा जोड। विभिन्न मुद्दामा फरार 81 कैदी तथा थुनुवा पक्राउ। तिहारका लागि कुम्हालेलाई भ्याइ नभई माटोको पालको माग उच्च। वर्षौंदेखि कामै नगरी अलपत्र पारिएका रुख र ठेक्काहरू तोड्ने प्रक्रिया तीव्र पार्दै सरकार र प्रहरीका 6 जना एसएसपी सरुवा कहाँको सरुवा भयो त? एमाले केन्द्रीय कमिटीको बैठक जारी। बैठकमै भयो नेताहरूबीच चर्काचर्की। महेश बस्नेतको टीका टिप्पणी पछि मन्त्री महावीर पुनको कडा जवाब। धेरै घमण्ड नगर। र ओली देउवा र दाहाल सहित 3 पूर्व मन्त्री, प्रधानमन्त्री सहित 2 पूर्व मन्त्रीको सम्पत्ति छानबिन गरिँदै जब शङ्करलाई योगेशले अध्यक्ष बन्न गरे प्रस्ताव के भयो त? एमालेमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिने छाटकाट नदेखाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको बैठकमा हंगामा। तेस्रो दिनको एमाले बैठकमा पनि मागियो ओलीको राजीनामा। ओलीले राजीनामा दिने देखाएनन् छाटकाट। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई नेपाली खबर टिभीमा। सदा झै आज पनि नयाँ ताजा समाचारको साथमा फलोअप रिपोर्टसँगै उपस्थित भइसकेका छौं। कृपया यो भिडियोलाई अन्त्यसम्म हेरी हामीलाई साथ दिनुहोला। दर्शकबिन तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन, कृपया सब्स्क्राइब गरी साथमा रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। दर्शकबिन तपाईहरुले यो भिडियो कुन ठाउँदेखि कहाँबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ? पहिलो पटक हेर्दै हुनुहुन्छ या रेगुलर हेर्ने गर्नुहुन्छ? कृपया कमेन्ट बक्समा सानो कमेन्ट छान्न भने झर्को नमानिदिनु होला। दर्शकबिन अब सुरु गर्न चाहन्छौं पुरा समाचार। नेकपा एमालेकी केन्द्रीय सदस्य उषा किरण तिमले सेनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। एमालेको जारी बैठकमा बोल्दै तिमले सेनाले अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीति गतिरोधको ढोका खोल्नुपर्ने धारणा व्यक्त गरेका छन्। एमालेको वर्तमान संसद संरचनामा चुनाव वा आन्दोलनमा जान नसकिने भन्दै तिमले सेनाले अध्यक्ष ओलीलाई बिदा लिएर अभिभावक बन्न आग्रह गरेका छन्। अब पनि नचेते फेरि इतिहासले हामीलाई नै धिक्कार्नेछ भन्दै उनले एकजना व्यक्तिको महत्त्वाकांक्षा का लागि सिंगो पार्टीको विकास र प्रगति अवरुद्ध पार्न नहुने बताएका छन्। एमाले जस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो संगठन जति जिम्मेवार र गम्भीर हुन्छ आगामी राजनीतिक त्यस्तै हुन्छ। म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु उनले भनेकी छन्। त्यस्तै उनले विध्वंस विनाश र वियोगान्तपछि केन्द्रीय कमिटी बैठक बसिरहेको तर बैठकमा नेतृत्व पंक्तिको प्रमुख व्यक्तिहरू सफल छन् भनिरहँदा असफल भएको भन्दै प्रश्न गरेकी छन्। उनले भदौ 23 गतेको जेनजी विद्रोहमा मारिएका 24 जनाको जिम्मा
कसले लिने भन्दै प्रश्न समेत गरेका छन्। बैठकमा नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ, उसो भए अहिले असफल भएको चाहिँ को हो? अस्ति भर्खर ससना नानीहरूको कत्लेआम भयो, खर्मुको सार्वजनिक र निजी सम्पत्तिमा आगजनी भयो, ती सबैको नैतिक जिम्मेवारी कसले लिने हो? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी प्रमुखलाई भागीदार बनाउने हो कि या यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड? उनले प्रश्न गरेकी छन्। बैठकमा भदौ 23 र 24 गतेको विद्रोहको षड्यन्त्र भनिरहँदा एमाले विरुद्ध लाग्ने शक्तिहरू किटान हुनुपर्ने धारणा राखेकी छन्। यतिखेर हामी कुन षड्यन्त्रको कुरा गरिराखेका छौँ? कुन कुन वैदेशिक निकायहरू हुन् एमाले विरुद्ध लागेका? के हामी तिनलाई किटान गर्न सक्छौँ कि कुनै दूतावासका अधिकारीलाई बोलाएर कुरा गर्न सक्छौँ? उनले प्रश्न गरेकी छन्। अध्यक्ष ओलीले 11 वर्षदेखि पार्टी आन्दोलनको नेतृत्व गरिरहेको भन्दै 11 वर्षमा भएका अभ्यासहरूले पार्टी वाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलन कहाँ पुर्यायो भन्दै प्रश्न गरेकी थिइन्। कमरेड ओली यो पार्टीको अध्यक्ष हुनुभएको 11 वर्ष भयो। यो 11 वर्षमा भएका अभ्यासले हामीलाई वाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्यायो? नेकपा गठन भएको महत्त्वपूर्ण कडी थियो, तर त्यसलाई हामीले कस्ता कस्ता अभ्यास कस्ता ध्वंसकारी अभ्यास गर्यौँ? एकपल्ट सम्झ्यौँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो। मास फ्रस्ट्रेसन छ र थियो, स्वीकारेनौँ र स्वीकारौँ अब, उनले भनेकी छन्। यस्तै उनले पार्टीको चुनाव चिन्ह सूर्य लिएर कस्ता मानिसहरू उठे भनेर त्यसको समीक्षा हुनुपर्ने धारणा समेत राखेकी छन्। यसपल्ट यो पनि सम्झ्यौँ, सूर्य चिन्हमा चुनाव को र कस्ता प्रतिगामीहरू उठे? दुर्गा पर्साई जस्तो चरम अराजक प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्रायो? तिनको जिम्मेवारी कसले लिने हो? पर्साईले भित्राउँदै गर्दा कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसको बारेमा कसैले त जवाब दिनु पर्दैन त आत्मआलोचना गर्नु पर्दैन? उनले प्रश्न गरेकी छन्। 79 को निर्वाचन पछाडि सकिने कि सच्चिने भन्ने बहस चर्चामा रहेको भन्दै उनले अहिले भदौ 23 र 24 पछाडि देश सकिने सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ। उनले बताइन्, जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका स्ट्यान्ड नेतृत्व र पुस्ताले बिदा लियौँ भन्ने भएको बताउँदै त्यसलाई अनदेखा गर्न नमिल्ने बताएका छन्। देशमा बर्बादी छ, काम चलाउ सरकार छ, संविधान सङ्कटमा छ, छिटोभन्दा छिटो संविधानले बाटोमा ल्याउनु छ, त्यसैले अब संसद पुनर्स्थापना होइन निर्वाचनमा जानुपर्छ। यो समाजका अधिकांश स्टेक होल्डरहरूले संसद पुनर्स्थापना हुनुपर्छ भनेर भनेको छैन। अन्ततः हामी चुनावमा केन्द्रित हुन आवश्यकता छ। तत्कालै नयाँ नयाँ नेतृत्व हामी चुनावमा गयौँ भने नेकपा एमाले खरानी टकटकाएर बौरिनेछ, उनले भनेकी छन्। केन्द्रीय सदस्य तिमले सिन्हाले मिनबहादुरबाट दान बाफत पाएको लिएको जग्गा फिर्ता गर्न आग्रह गरिन्। उनले यस अघि पनि उक्त जग्गा लिन नहुने भनेकी थिइन्। त्यसबापत 6 महिना पार्टीको जिम्मेवारीबाट निलम्बन भएकी थिइन्। अन्यथा नलिनुहोला, मिनबहादुर गुरुङको सम्पत्तिमाथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग फिर्ता गर्ने निर्णय गरौँ, उनले भनिन्। उनले भदौ 24 गतेको घटना राष्ट्र र पार्टीको जीवनमा एउटा दिवा सपना बिग नाइटमेयर रहेको समेत बताएकी छन्। काठमाडौँ महानगरपालिकाको भवन निर्माणको विषयमा मेयर र वडा अध्यक्षमा ठाकठुक परेको छ। आज बसेको 43औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र 11 नम्बर वडा अध्यक्ष हिरालाल तण्डुकार बीच ठाकठुक परेको छ। वडा अध्यक्ष तण्डुकारले काठमाडौँ महानगरपालिकाको भवन निर्माण तत्काल सुरु गर्नुपर्ने भनेपछि मेयर बालेन शाहले तिहारपछि थाल्ने जानकारी गराएका थिए, तर तण्डुकारले त्यसमा चित्त बुझाएनन्। तिहारपछि होइन, अहिले नै गरिहालौँ भनेपछि मेयर छोडिएका हुन्। उनीहरूबीच भएको सवाल जवाफ यस्तो रहेको छ। वडा अध्यक्ष तण्डुकारले हाम्रो महानगरपालिकाले आफ्नै भवन बनाउन सकेको छैन, भाडा तिरेर बस्नु परेको छ। पहिला त हाम्रो महानगरपालिका बनाउनु पर्यो, सँगसँगै नगर प्रहरी राखेको छ। उनीहरू कुन अवस्थामा बसेका छन्? प्रहरीलाई बस्न घर चाहिन्छ कि चाहिँदैन? त्यतातिर नगइकन हामीले खाली काल्पनिक कुरा गरेर अहिले हस्पिटल बनाउने त्यो बनाउने भनेर हुन्छ? पहिला आफ्नो घर बनाउन, त्यसपछि मात्र अरू कुरा गरौँला। मेयर शाह महानगरपालिकाको भवन तिहारपछि बनाउन सुरु हुन्छ। वडा अध्यक्ष तण्डुकार कुन बेला सुरु हुन्छ? जहिले पनि यो भनेर हिजो पनि भएन। मेयर शाह तिहारपछि सुरु हुन्छ भनिसके त तण्डुकार आश्वासनले मात्र भएन। मेयर साहब, तपाईले तिहारपछि सुरु होस् भन्न खोज्नु भएको हो कि नहोस् भन्न खोज्नु भएको? तिहारपछि सुरु हुन्छ भनिसकेपछि त्यसमा आश्वासन होइन, यो के हो? वडा अध्यक्ष तण्डुकारले भन्छन् छिटो बनोस् भन्न खोजेको, छिटो खुलाउनु पर्यो। मेयर साहबले तिहार छिट्टै सकाइदिनु त। मैले 10 दिन दिनको तिहार आज मैले कसरी सक्नु? वडा अध्यक्ष तण्डुकार, हत्तेरीका त्यो भएन भने तपाईले जिम्मा लिनु आजभन्दा 2 वर्ष अगाडि नै जिम्मा लिनु भएको हो। मेयर साहब, आजै सकाउन मिल्छ त? तिहार सुरुवात त गर्नु पर्यो नि। ल तिहारलाई चाँडो सकिनु भन्छु, उनले यसरी मेटेका छन्। त्यस्तै नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले 3 पूर्व प्रधानमन्त्री तथा 3 पूर्व मन्त्रीहरूमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने तयारीलाई स्टनबाजी भएको टिप्पणी गरेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै बालेन बस्नेतले सरकारको यो कदमलाई नाटकसम्म भएको बताएका छन्। उनले लेखेका छन्, 3 पूर्व प्रधानमन्त्री र 3 पूर्व मन्त्रीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता गर्ने नाटक सुरु गरेछ। जहाँसम्म केपी शर्मा ओलीज्यूको कुरा छ, उहाँले त धेरै अगाडि नै आफ्नो सम्पत्ति राष्ट्रको नाममा समर्पण गरिसक्नु भएको छ। बस्नेतले पूर्व
प्रधानमन्त्री ओलीको शेष सम्पत्ति खोज्नेहरूको आलोचना गर्दै लेखेका छन्। गएर हेर्नुहोस्, तपाईँहरूकै योजनामा जलाइएका बालकोटका घर र खरानी बनेका पुस्तकालयहरूमा त्यो नै उहाँको सम्पत्ति हो। देश र जनताको सिद्धान्तप्रति अटुट समर्पण। उनले अन्त्यमा सरकारलाई अनावश्यक स्टन्टबाजी बन्द गर्न आग्रह गरेका छन्। त्यस्तै काठमाडौँ महानगरपालिकाको 43औं नगर कार्यपालिकाको बैठकमा सिंहदरबार जलेको विषय उठेको छ। वडा नम्बर 3 का वडा अध्यक्ष प्रेम थापाले गत भदौ 24 गते जेएनजी आन्दोलनको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सिंहदरबार पुनर्निर्माणको जिम्मा महानगरले लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्। शुक्रबार बसेको बैठकमा थापाले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको क्रममा सिंहदरबार र संसद भवन जस्ता ऐतिहासिक धरोहर जलाएर नष्ट पारिएको भन्दै गहिरो पीडा व्यक्त गरेका छन्। हाम्रो ऐतिहासिक धरोहर सिंहदरबारमा जलिरहेको टुलटुल हेरेर बस्दा दुःख लागेको छ। उनले महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोल सामु भने सिंहदरबार हाम्रो गौरव हो, यसको पुनर्निर्माणको जिम्मा काठमाडौँ महानगरपालिका लिनुपर्छ। थापाले आन्दोलनको क्रममा जनप्रतिनिधिहरू पनि असुरक्षित महसुस गरी बस्नु परेकाले आगजनीको बेला निभाउन नसकेकोमा दुःख व्यक्त गरेका छन्। त्यो बेला हामीले केही गर्न सकेनौँ, हेरेर बस्नु बाहेक विकल्प थिएन। आन्दोलनको उद्देश्य पवित्र भए पनि हत्या, लुटपाट र आगजनीप्रति खेद प्रकट गर्दै यो बैठकले प्रस्ताव पारित गर्नुपर्छ उनले भनेका छन्। जेएनजी आन्दोलनमा भएको अन्य घटनाबारे सरकारले छानबिन गरिरहेको बेला त्यसबारेमा विस्तृत टिप्पणी गर्नु उचित नहुने उनले बताएका छन्। तर सिंहदरबार पुनर्निर्माणका लागि महानगरबाट नै संकल्प पारित गर्नुपर्नेमा उनले जोड दिएका छन्। आजको कार्यपालिका बैठकबाट एउटा चिज भन्नै पर्छ, रुन मन लाग्ने भएको छ। ऐतिहासिक धरोहर सिंहदरबार आन्दोलनको नाममा जलेको छ उनले भनेका छन्। त्यो जलिरहेको टुलटुले हेरेर बस्न दुःख लागेको छ। म यो कार्यपालिका बैठकमा संकल्प प्रस्ताव पेश गर्छु। सिंहदरबार पुनर्निर्माणको जिम्मा काठमाडौँ महानगरपालिका लिनुपर्छ। हामीले हाम्रो धरोहर सिंहदरबारलाई बनाइदिने संकल्प यसै बैठकमा गर्नुपर्छ। जेएनजी आन्दोलनको क्रममा सिंहदरबार जलिरहँदा मेयर बालेन्द्रको दमकल नपठाएर रमिते बनेको आरोप लगाएको छ। आफ्नो पत्नीलाई ट्राफिक प्रहरीले रोकेको रोषमा उनले कुनै बेला सिंहदरबार जलाउने धम्की दिएका थिए। त्यही कुरा उनले पुष्टि गर्दै भदौ 24 गतेको सिंहदरबार जलिरहँदा रमिते बनेको आरोप उनीमाथि लागेको छ। 3 दिनसम्म सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि बालेनको दमकल नपठाएपछि ललितपुर महानगरपालिकाको दमकल बोलाएर आगो निभाउने काम भएको उनले जानकारी दिएका छन्। असोजमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 3 पूर्व प्रधानमन्त्री र 2 पूर्व मन्त्रीको नाममा रहेको चल अचल सम्पत्ति खोजबिन सुरु गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्व मन्त्रीहरू आज राणा देउवा, दीपक खड्कामाथि अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धानको दायरामा देउवा पुत्र जयवीर सिंह देउवा समेत परेका छन्। विभागले उनीहरू र तिनका नातागोताको नाममा रहेको बैंक खाता, लगानी कम्पनी, शेयर कारोबार र जग्गा जमिन सम्बन्धीमा विवरण सङ्कलनका लागि नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालय र भूमि व्यवस्थापन विभागलाई पत्रचार गरिसकेको छ। त्यसैगरी 17वटै जिल्लाको मालपोत कार्यालयहरूलाई सम्पत्ति विवरण सङ्कलन गरी पठाउन निर्देशन दिएको छ। विभागले प्रहरीसँग पनि 24 भदौमा प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री देउवा, दाहाल र तत्कालीन मन्त्री खड्काको घरमा भेटिएको जलेको नोटको टुक्रा र खरानीको फोरेन्सिक रिपोर्ट मागेको छ। सोही दिन प्रदर्शनकारीहरूले बुढा नीलकण्ठको, देउवा र खड्काको निवास साथै खोल्टार स्थित दाहालको घरमा आगजनी गरेका थिए। विभागले 5 असोजमा देउवा खड्का निवास र 7 असोजमा दाहाल निवास पुगेर मुचुल्का तयार गरी प्रहरीको सिआइबीमा पठाएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान क्रममा 3 पुस्तासम्म आफन्तको सम्पत्ति र करोडौं कारोबार समेत जाँच हुने विभागले जनाएको छ। विभागका एक अधिकारीका अनुसार कम्पनी, बैंक, कारोबार, घर जग्गा, शेयर र जीवनशैली जस्ता मुख्य विषयहरूमा प्रारम्भिक विवरण सङ्कलनपछि दोस्रो चरणमा आरोपितहरूबाट बयान लिने तयारी भइराखेको छ। यो पहिलो पटक हो कि देउवा, ओली र दाहाल जस्ता शीर्ष नेतामाथि सम्पत्ति शुद्धिकरण औपचारिक रूपमा अनुसन्धान अगाडि बढाइएको छ। अघिल्लो समयमा उनीहरू सार्वजनिक खरिद, नियुक्ति, सरुवा बढुवा र सम्पत्ति हिनामिना सम्बन्धी विवादमा त परे पनि कहिले अनुसन्धानको दायरामा परेका थिएनन्। साथै जेएनजी अगुवाहरूले हिजो राष्ट्रपति कार्यालयमा बसेको बैठकमा आन्दोलनको उपलब्धि संस्थागत गर्न लिखित सम्झौताको माग गरे, तर राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सम्झाइ बुझाइ गरेर सो माग मत्थर पारिदिएका छन्। प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू समेतको सहभागितामा शीतल निवासमा संवेदनात्मक बैठक बसेको थियो। जेएनजीका चरित्र अनुहारहरू बैठकमा थिएनन्। सुदन गुरुङ, मिराज ढुङ्गाना, रक्षा बम लगायत जेएनजी लिडरहरू आफू नगएर प्रतिनिधि पठाएका थिए। बैठक मूलतः जेएनजी आन्दोलनको एजेन्डा कसरी सम्बोधन गर्ने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ। स्रोतका अनुसार जेएनजी अगुवाहरूले आन्दोलनपछि आफूहरूलाई आतंककारीको आरोप लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेका थिए। आन्दोलनले वैधता दिनका लागि सरकार र जेएनजी बीच लिखित सम्झौता हुनुपर्ने माग उनीहरूले राखे। राष्ट्रपति र प्रधानमन्त्रीले भने आन्दोलनको स्वतः वैधता प्राप्त गरिसकेकाले लिखित सम्झौता आवश्यकता नरहेको निष्कर्ष निकालेका थिए। खास गरी राष्ट्रपति पौडेलले जेएनजीहरूलाई सम्झौता आवश्यकता नरहेकोमा कन्भिन्स गरेको स्रोतले बताउँछ। आन्दोलनको परिणाम स्वरूप नै अहिले यो बैठक बसिरहेको भनेर उनले सम्झाएका थिए। म कार्यकारी राष्ट्रपति हो, आन्दोलनकै परिणाम स्वरूप आज म यो तपाईहरुसँगमा छु। यो बैठक आन्दोलनको उपलब्धि नै हो। आन्दोलनले
वैधता पाएको प्रमाण हो। सुशीला कार्की प्रधानमन्त्री बन्ने अवस्था कतै पनि थिएन। उहाँ आन्दोलनको बलमा नै प्रधानमन्त्री बन्नुभएको छ। उहाँ विद्यार्थी कालदेखि नै सङ्घर्ष गरेर आउनुभएको व्यक्ति हुनुहुन्छ। उहाँले जेनजीकै भावना अनुसार काम गरिराख्नु भएको छ। यो पनि आन्दोलनको वैधानिकताको प्रमाणपत्र हो। भ्रष्टाचारीमाथि कारबाही हुनुपर्छ भन्ने तपाईँहरूको मागमा कसको विमति होला र सरकारले कानुन बमोजिम गरि नै हाल्छ। सरकारलाई विश्वास गर्नु पर्यो। सुशीलाजीलाई तपाईँहरूले नै यहाँसम्म ल्याउनु भएको हो। उहाँलाई सहयोग गर्नु पर्यो उनले बताएका छन्। अहिले विभिन्न पार्टीहरूमा पुरानो नेतृत्वले छोड्नु पर्यो, पुस्तान्तर गर्नु पर्यो भन्ने लहर चलिरहेको छ। त्यो पनि तपाईँहरूले गरेको आन्दोलनको प्रतिफल न हो। कानुन उहाँहरूलाई छोड्नु पर्यो भन्ने छोड भन्ने क्रम चलेको छ। आन्दोलनको उपलब्धि हो, त्यसैले सबै कुरा लिखित गरेपछि मात्र संस्थागत हुन्छ भन्ने होइन। आन्दोलनको उपलब्धि व्यावहारिक रूपमा सफल भइराखेको नै छ। आगामी दिनमा जेनजी र सरकारबीच समन्वयनका लागि प्रधानमन्त्रीको तर्फबाट मुख्य सल्लाहकार अजय भद्र खनालले समन्वयन गर्ने हिजो बैठकमा जानकारी गराइएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सो जानकारी दिएका छन्। उनले भने अहिलेसम्म तपाईँहरूसँग सरकारलाई जोड्ने प्रभावकारी च्यानल थिएन, अब सबै समन्वयन उहाँले गर्नुहुन्छ उनले बताएका छन्।